हेलो गाइस, वेलकम ब्याक टु अनदर भ्लग। अनि यो चाहिँ माइजूको च्यानलमा होइन, हाम्रो माइजू यता हुनुहुन्छ, यता चाहिँ देखिएन त ए त्यहाँ चाहिँ हाम्रो बस छ होइन, त्यहाँ बसबाट चाहिँ हामी आज पोखरा जाँदैछौँ। हजुर, पहिलोपटक पोखरा जाँदा कस्तो लागिरहेको छ तपाईँलाई? मलाई राम्रो लागिरहेको छ। राम्रो लागिरहेछ? आमालाई कस्तो लागिरहेको छ अहिले? मलाई खुसी छु। खुसी छौ? किन त खुसी? के छ प्लान पोखरामा गएर? पोखरामा गएर डुल्ने, बस्ने, खाने, हिँड्ने। पोखरा पहिलो मेरो यो पहिलोचोटि फ्यामिली ट्रिप हो। आई होप विल गेट सक्सेस। तपाईँको फर्स्ट टाइम हो कि कहिले हो? मेरो फर्स्ट सेकेन्ड टाइम हो? पोखरा त थर्ड टाइम हो। थर्ड टाइम? आमा माइजूको फर्स्ट टाइम होला? थर्ड टाइम हो? ए उसको चाहिँ फर्स्ट टाइम होला? उसको चाहिँ फर्स्ट टाइम। अनि बाजे बोजूको फर्स्ट टाइम, मेरो नि फर्स्ट टाइम। अनि अब अझै आउँदैछ एकजना मान्छे, त्यसको नि फर्स्ट टाइमै हो होइन। ब्यागहरू पर्खिनु बिस्तारै करिना आएको छ नि, यतिको किन पर्खाइमा? सुरुमा करिना होस्, त्यहाँदेखि चाहिँ यतिको पर्खाइमा बस्नुपर्छ क्या। के हो लास्ट मान्छे पनि होइन, तेरो नि फर्स्ट टाइम होइन त योपालि पोखरा? थर्ड टाइम चाहिँ झुट नबोल्नु, झुट पे झूठ बोलती जा रही है, शर्म नहीं आती। ब्लगमा भनेको सत्यता देखाउने क्या। सत्य त्यसमा 0.5मा रेकर्ड गर्छु ल, कस्तो देख्दो रहेछ? राम्रो देखाउँदो रहेछ यार, माकसम। सो हामी तिनजना अनि हाम्रो बाजे बोजूको फर्स्ट टाइम 9-10 पटक भनिसक्यो, तर पनि त्यही हो होइन। ल मामा माइजू बाजे, ल हामी तिनजना मात्र सिङ्गल रहेछौँ नि यहाँ त। मामा माइजू बाजे बोजू अरू सबै कपालै कपाल्छ त। ल एक्सपोर्ट चाहिँ नगरौँ सबैजना होइन, त्यही भएर म बडी रेकर्ड गर्दिनँ, मलाई लाज पनि लाग्छ होइन त्यो। ल गाइज, आज हाम्रो यात्रा चाहिँ काठमाडौँ टु पोखरा। हामी यहाँ हाम्रो पुरै होल फ्यामिली वेयर गोइङ टुवर्ड्स पोखरा। सो यो हाम्रो आजको बस, सोफा सेट बस हो। करुण, नाउ आइ एम गोना ह्यान्ड ओभर टु करुण दिस। सो या कस्तो लागिरहेछ बाउलाई? कस्तो लाग्यो यो बस? आनन्द लाग्यो? आनन्द लाग्यो, मजा आइरहेछ? मजा, कम्फर्टेबल भयो? कम्फर्टेबल थाहा पनि छैन, तर कम्फर्टेबल भयो अरे होइन। ठिकै छ, खुसी छु नानी। तँलाई कस्तो लागिरहेछ? यसलाई चाहिँ फेरि लास्टै बमिट आउँछ होइन, सो यसले बमिट पनि गर्नु पनि लाउँदैन एकछिनमा। छेउ गर्नु त जाँदै देखाएन त। ए ल मामालाई कस्तो लागिरहेछ? हाम्रो स्पोन्सर आमा त त्यो ब्लगमा काम गरिरहेको छ। म त आम बारटेन्डर है। कसैले केही ककटेल बक्टेल एनिथिङ जस्ट लेट मी नो। सो त्यहाँ ऐनामा हेर्नु सक्नुहुन्छ, हाम्रो माइजू चाहिँ पुरा तपस्यामा हुनुहुन्छ अहिले। माइजू र मेरो कन्डिसन चाहिँ एउटै। तपाईँले भन्नु न माइजू? भइसक्यो, त्यति मात्रै हो। ए त्यति मात्रै हो? बेहाल अवस्थामा बेहाल भयो जिन्दगी यो। मान्छे अर्कोचोटि आउँदाखेरि म फर्किने बेलामा चाहिँ म लोकल बसमा लिएर आउँछु, किनकि यो सोफा बसमा पनि यिनीहरूले भोमिट आउँदो रहेछ कि। प्लेनमै आउला नि त। सक्दै सक्यो। सो यो चाहिँ भ्लग चाहिँ म माइजूको भ्लग चाहिँ म क्यारी गर्छु, किनभने माइजूले चाहिँ बस्नु सक्नुहुन्न नि त अलिक, त्यही भएर म अलिक बनाउँछु होइन। सो अहिले चाहिँ हामी राति हिँडिरहेको छौँ नि त। हामी चाहिँ फेरि क्रिस्चियन फ्यामिली पऱ्यौँ कि, म चाहिँ होइन क्रिस्चियन, हाम्रो मामा पनि हुनुहुन्न क्रिस्चियन, करिना पनि होइन क्रिस्चियन, बाँकी तिनजना चाहिँ क्रिस्चियन हुनुहुन्छ होइन। सो त्यही हो। इयरफोन लाउँछ आँखा पो साह्रै नराम्रो छ। माइजू फाइनली उठ्नु भएको छ होइन। अहिले त बस चलेको नि छैन, त्यही भएर अहिले टाउको दुखेको छैन होला। अब बस चलेपछि चाहिँ के होला झन्। मैले नि मोसन सिकनेस त छोडेछ क्या, मलाई मोसन सिकनेस थियो। अब चाहिँ यहाँ म तपाईँहरू मेरो फर्स्ट पाइला
few moments later. हाम्रो खाना आयो बाबा गुड मर्निङ त भन्नै बिर्सेछु अब खाना टाइम थ्याङ्क यू फर्स्ट बाइट खाएर ल खोइ करुन ए हुन्छ दाइ यस गुड जब मेरो छोरी त छैन पुरा उनीहरू त बिन्दास दिन पो थालिसकेको छ त ओ टिकटकरहरू है भाइरल गरिदिनु न हौ गाइज भाइरल हुन चाहन्छन् उनीहरू देख्यो कि देखेन हो गणेश देखेन हामी फेवाताल बाई वाक पैदल यात्रा गर्दैछौँ गाइज मेरो चाहिँ फेवाताल जाँदैछौँ पुरै टोली जाउँ न झन् गइदिउँ न नि भोलि भ्याउँदैन होला त भोलि प्याकेजमा जाने होइन र त्यही त बस ब्रेसलेट ल यसबाट किनै हालेछ बेबी यो नाइस सपिङ हुँदैछ होइन बडी के देखाउनु गणेश एउटा त्यो यसको हाम्रो पसल जस्तै भिडियो मात्र होइन ल एउटा सिङ्गल नानी म बस्दा हुन्छ अब अनि सिधै हामी बाई बाई भनेर जाँदैछौँ अब फाइनली है फेरि यो फोन झऱ्यो नि त नि झऱ्यो भने त निकालेर जानुपर्छ नि त्यस्तो नगर्नु न हो त्यस्तो नगर्नु न हो यता घुमौँ न है भाइ नानी चलिरहेको छ अरे पानी हो त्यस्तो के अनि समुद्रका भिलेनले नै 1 घन्टामा पनि नसकेपछि जाने बेबी चलाउन खोइ चलाएको थियो ठुलो चलो। पोखरी यहाँदेखि यत्रो नि हामी त्यो हाम्रो मान्छेले चाहिँ बोर्ड सिक्नेस मोसन सिक्नेस हुने भएको कारणले गर्दाखेरि चाहिँ मैले गरिरहेको छु भ्लग प्रायः जस्तो सो म्याजिक भ्लग भन्दा नि मेरो भ्लग जस्तो भइरहेछ खासमा यो यस्तो हेर्नु सक्नुहुन्छ फेवातालको यतापट्टि फर्स्ट टाइम एकदमै दामी लागिरहेको छ है मलाई चाहिँ भन्नुपर्दाखेरि बरु पालो गर्ने गरिदिन्छ ल घरमा जसमा नलाग्यो बिचरा साथी छैन होला त्यसको उनीहरूको प्राइभेट बोर्ड हो नि उनीहरू काम गर्नु एउटा बोर्ड माछाहरू लिनु होला नि अनि त्यो खोलामा खेल्नु जाँदाखेरि के खोज्नु त्यो पौडी खेल्दाखेरि धेरै हाँसेर भिडियो The next day. माइजु ल ल हामी आज सारनकोटको उकालो जाँदैछौँ सारनकोट सनराइज त गइसकेछ कहिले कल गरेको आमा बाबा आज मामा भान्जा चाहिँ हरायो है कता गयो भयो बहिनी वाउ यति हेर्छु नाइस कति हो सोधौँ त टोपी राख्दिनु न माइजु
यही मूर्ति भनेको मैले होइन गणेशको मूर्ति हाम्रो माइजमा गणेश भन्नुहुन्छ नि त यो त्यहाँ चाहिँ केबल कार छ है यो हिमाल छ हाम्रो अन्नपूर्ण हिमाल हामी विश्वको 10th हाइएस्ट माउन्टेन हरियो छ नि हो त्यो हरियोमा चाहिँ ल्यान्ड गर्ने ठाउँहरू प्याराग्लाइडिङ गरेर यता माथिबाट उयो माथि हरियोबाट चाहिँ प्याराग्लाइडिङ गर्छ हो त्यहाँबाट सो त्यहाँदेखि त्यहाँसम्म चाहिँ उडेर जान पाइयो होइन कति पैसा तिरेर है हामी चाहिँ अहिले भ्यू टावरमा छौँ है सो यहाँबाट चाहिँ भ्यू फेरि लास्टै बबल देखिने क्या हेर्नु सक्नुहुन्छ हिमालहरू यहाँ हाम्रो आमा बाउ हुनुहुन्छ मामा पर माइती बसिरहनु भएको छ यो हाम्रो मामा करिना कसलाई फोन गर्नुभएको हजुरले लेटकोलाई ऊ हेर हेलो बहिनी ह्याप्पी थ्याङ्क यू पापा भन थ्याङ्क यू पापा भन्नुभयो पापालाई गयो पापा यतापट्टि ल पापा यतापट्टि ल आफै पापा यतापट्टि आफै जाने एकछिन गर्ने ए बहिनी नगर कहिले गुड्छ अहिले एकछिन यसमा अब 3 जना बसे पनि केही नै हुँदैन अब यसमा त्यही अनुसारले 8 जना सायद गर्न सकिन्छ हामी 7 जना छौँ पानी परेर बिजो गइले यहाँ सबैको मैले करुण क्या करुण फोन राख्छ करुण हो कि होइन मारिदिन्छु है कुकुरलाई अहिले म जिस्किमा बस्छ त म त तलकै मान्छे बोलेको कि त बोलेको राम यता सबै एउटा ब्याग बोकेर ओठ लाग्नुपर्ने अवस्था भयो अब पुगिसकेछ देख्न सक्नुहुन्छ मेरो पारिवारिक बेलुन चाहिँ फाइनली पुग्यो भन्नु न ओ पोखरामा पो सेम नुमको जस्तो रहेछ यार अब नुमा नि यस्तै बनाउनु पर्यो साइड प्लेटहरु दुईटा जति ल्याइदेऊ न ल है तीनटा गरिराछ मेरो छोरीले खाँदै रहेछ
हाम्रो बाबु बिचरा अघि उसको पोइन्ट प्रुभ गर्नुको लागि कतिवटा खायो बिचरा कार गरेर घाटे नमिठो भन्नु पनि भएन अब अनि मिठो कि मिठो भनेको सबै माछा जस्तै मात्र गनाउँदो रहेछ टेस्ट पनि माछा जस्तै मात्र भ्लगिङ करुणले सिकाएर जाने यति पनि धन्न ए चाहिँ गरिराख्नुपर्छ बेला ल ल अब लेट्स गो तिमी चिन्छौ नि बद्री मामालाई हामी लन्चको लागि जाँदैछौँ हाम्रो बद्री मामाले लन्चको लागि इन्भाइट गर्नुभएको छ त्यही गर्ने होला हिरो आर यु सिङ्गल Can I date you? Can I date you? No response. Ignore. के हो हामी त्यति पनि राम्रो छ क्या हो फुल इग्नोर हान्थ्यो त करिना के भइरहेछ यहाँ मेरो त मामा मेरो मामा हो नि तपाईँलाई मिलाइदिनु लु मिलाइदेऊ त लु एउटा डेट चाहिँ गर्नु पर्यो डेटिङ जानु पर्यो क्या साँच्ची मन परेन मेरो मामा अलिअलि त्यस्तो खासै त होइन अलिअलि मेरो मामा अलिअलि त्यस्तो खासै त होइन अलिअलि हजुर पैसा त मैले उता निकाल्दिन्छु न त डान्स गर डान्स गर्नुहोस् न आज हामी फर्किँदैछौँ टुरिस्ट बस पार्क जगदम्बाको भन्दा जाउन बाँकी छ हामी अब फर्किँदैछौँ हामी गाडीको पर्खाइमा छौँ है गाइस प्रतीक्षालयमा छौँ अब हेर्नु त कस्तो लाग्यो पोखरा के चाहिँ राम्रो लाग्यो हावा पानी बाबालाई के राम्रो लाग्यो पोखराको मलाई राम्रो सफा ठाउँ पोखरा चाहिँ हावा पानी पनि राम्रो मिलेको करिनालाई कस्तो लाग्यो कस्तो भयो ट्रिप एकदमै मजा भयो मैले त यस्तो यति रमाइलो हुन्छ भनेर सोचेको पनि थिएन झन् आजको त्यो 9 को मोमेन्ट थियो क्या माइजू लास्टै रमाइलो भएको यस्तै रमाइलो क्या पानी खेलाउनु पायो नि त ए तपाईँहरूसँग त त्यहाँ जाने कुरा भएन बेबीसँग होइन एकदमै रमाइलो भयो पिस के लास्टै आनन्द आयो लास्टै मलाई यहाँको हावा पानी चाहिँ अत्यन्तै मलाई मनपर्छ क्या अब फेरि नेक्स्ट टाइम आउला अब नेक्स्ट टाइमको लागि चाहिँ पोखरालाई चाहिँ बाई बाई गाइस बहिनी त धेरै चकचक गरेर हात पनि काटिदियो बहिनीको है बहिनी कुन औला काट्यो बहिनी कुन औला कट गर्यो यो उमाईको बहिनीको त अनि खेलाउनाको चाहिँ बजार सबैको हातमा बहिनीकै खेलाउना कतिपल्ट रोएँ पनि खेलाउनको लागि है आउँदै हुनुहुन्छ मामा भान्जा ऊ चाहिँ हिरो रहेछ बिचरा करुणलाई चाहिँ त्यो यत्रो ठुलो सुटकेस घिसाउनु लगाइहालेछ ल के भएको रहा नहीं जाता तड़प ही ऐसी है ना सेम ज्याकेट एकजनाको जानु पनि मुस्ताङ जाने ज्याकेट हो तर यो मौसमको कारणले हामी जान सकिएन कस्तो भयो तपाईँहरूको पोखरा ट्रिप फ्यान्टास्टिक करुण एकदमै राम्रो so much fun in गाइजहरूको बिजोग एउटा यो अगाडि बस्नु त गर्नु म त अगाडि त बस्दिनँ बेहाल भयो जिन्दगी हावाको लहर सँगै उडिरहन मन तिम्रो त्यो
बासना मनमै चल्यो हावाको लहरसँग उडिरहन मन पाउने तिम्रो त्यो बासना मनमै चल्यो तिम्रो त्यो बोलीमा मगन भएर